नमस्कार, म डाक्टर वीरेन्द्र कुमार यादव, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा। सबभन्दा पहिले नेपालमा हुन गएको एउटा दुर्घटना र यसमा शहीद हुनुभएका हाम्रो जेएनजी भाइ बहिनीहरूलाई श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। एउटा चिकित्सकको हैसियतले बिरामीहरूलाई सेवा दिनु हाम्रो कर्तव्य पनि हो र त्यसैले मध्यनजर राख्दै हामी यो दशैंमा पनि हाम्रो अस्पताल मार्फत सबै सेवाहरू हामी सुचारू राख्नेछौँ र यसका साथै यो नेपालको महान चाड दशैंको उपलक्ष्यमा देशभित्र तथा देश बाहिर रहनुभएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा आमाबुवाहरूलाई हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु।